धेरै कमजोरी मेरो प्रधानमन्त्रीको छ, तर नियत चाहिँ मेरो प्रधानमन्त्रीको खराब छैन। अरू धेरै कमजोरी छ हैन, हाम्रो प्रधानमन्त्रीको अरू धेरै कमजोरी छ। यौङ छ, त्यसकारणले उहाँ अलि बेला बेलामा केही हुन्छ होला, तर उहाँको नियत चाहिँ म खराब देख्दिनँ। त्यसकारणले अब हेर्नुहोस्, अहिले पनि नेपाल बनेन भने साथीहरू, अहिले पनि नेपाल बनेन भने नेपाल बन्नलाई एकदमै धेरै वर्ष लाग्छ। किनभने अहिले तपाईँ अनस्टेबल गभर्मेन्ट हुने सम्भावना छैन हैन। बेस्ट ब्रेन हायर गर्न केले रोकेको छ? तपाईँ जापानमा बसेको कोही मान्छेसँग फ्यान्टास्टिक ब्रेन छ भने सरकारले लान सक्छ नि। हिजो युनिभर्सिटीमा गएर राजा महेन्द्रले त्यति बेलै, हामी राजा महेन्द्रलाई कति कुरामा गाली गर्छौँ हैन, त्यो डाक्टर भेगबहादुर थापालाई युनिभर्सिटीमा गएर राजा महेन्द्र लगेको। त्यो राजा जसले फर्मल एजुकेसनका लागि कलेज स्कुलै देखेन, त्यो राजासँग त्यति धेरै दिमाग रहेछ भने अहिलेको हाम्रो सरकार चलाउने नेताहरूसँग त पढाइ पनि छ नि त हैन। पढाइ हुनु भनेको ज्ञान बढ्नु हो। त्यसकारण तपाईँहरूसँग भएको ज्ञान पनि तपाईँहरूसँग यो ज्ञानले चाहिँ आउनुहोस् भन्नु पऱ्यो नि त। त्यो भन्ने क्षमता तागत हाम्रो वर्तमान सरकारसँग होस्। हामी सरकारलाई कहाँनिर अब तपाईँहरूलाई एउटा चिज लाग्छ, यहाँ आएर भाषणमा यसो भन्छ अनि गएर फेरि रासोपाको बालन सरकारको विरोध गरेर किन क्वेसन सोध्छस् भन्ने लाग्छ। त्यो मेरो काम हो, त्यो मेरो काम हो। अहिले सरकारमा प्रतिपक्ष छैन हजुर। 182 को प्रतिपक्ष 38 कसरी हुन्छ त? त्यति बेला हामी प्रतिपक्ष हुने हो क्या? जस्तै म तपाईँहरूलाई भन्छु नि, सुकुम्बासी बस्ती उदिनेको विषयमा मेरो मिश्रित मत छ, मलाई लुकाउनु नै छैन। सुकुम्बासी बस्ती व्यवस्थापन गर्न जरुरी थियो, तर जसरी चिल्लीबिल्ली बनाइयो त्यो त गलत भयो नि हैन। त्यो पो भनेको त। अनि त्यो भन्यो भने विरोध गर्यो हुन्छ त? उनीहरूको व्यवस्थापन गर्यो, किनभने हाम्रो संविधानले नै मान्छेको बस्ने बास पाउने अधिकार चाहिँ तपाईँ सुरक्षित गरेका छैन र।